जानु भन्ने हिसाबले आज म गङ्गा डुबुल्की मारेर आइसकेपछि गङ्गा चाहिँ 200 किलोमिटर जति बगेपछि फोहोर जति सबै बिसाउँदै जानुहुँदो रहेछ माथिबाट ल्याएको फोहोरहरू हामीले पनि गङ्गामा डुबुल्की मारेर आएपछि दिमागमा भएका फोहोरहरू सबै बिसाउँदै जाउँ भन्ने हिसाबले यो सबै आफन्त चिनी पहिचान सबै बोलाएर प्रेम बाँडौँ भनेर यो कार्यक्रम राखेको हो अनि यसमा चाहिँ सहजीकरण गरिदिनु भयो भक्तपुर सेन्टर गुरुहरू आएर 2 दिन एक दिन बिहानदेखि अहिलेसम्म गरिदिनु भएसँग सेवा उहाँहरूलाई म नमन गर्न चाहन्छु र सद्गुरु ओशोलाई चाहिँ सधैँ सकारात्मक भएर हिँड्नलाई सक्षम गरिदिनु अनुरोध गर्न चाहन्छु गुरुको कृपा बिना केही पनि सम्भव छैन गुरुको कृपाबाट हामीलाई ऊर्जा प्राप्त हुन्छ सबैलाई ऊर्जा प्राप्त होस् आज जति पनि आउनुभयो सबैलाई एउटा जीवन ऊर्जा प्राप्त होस् र जीवन ऊर्जा सहज भएर शान्तिपूर्वक जीवन जिउनुहोस् र परलोकमा परमात्मासँग मिलन भएर जन्म मृत्युको चक्करमा नपरी सबैजना चाहिँ मोक्ष हुनुहोस् भन्ने कामना गर्छु र भरे तपोवनको लाइभ आरती आउँछ त्यो लाइभ आरती पछि मात्रै यो हललाई समापन गर्न चाहन्छु र गुरुहरूलाई धन्यवाद ज्ञापन गर्छु र आवश्यक जानकारीहरू मात्र हिँड्नुहुन अनुरोध पनि गर्छु